गाउँको घरमा पनि तपाईले बनेको सोलर राखेको छु। अब मलाई आज नेपाली उत्पादनलाई के भन्नुहुन्छ? प्रोत्साहन दिनुपर्छ नि। अब विदेशीबाट आयातित भन्दा पनि आफ्नै देशको उद्योगले प्रोत्साहन गर्यो भने रोजगार बढ्छ। अब भोलि बिग्रियो भने मर्मत गर्न सहज हुन्छ, मान्छेले काम पनि पाउँछ। त्यो त भनिहालेँ मैले, रोजगार हुन्छ। अनि अब विदेशबाट आयातित त अब अलिकति थोरै भन्सार त आउँछ होला, तर बिग्रियो भने फेरि त्यसको मर्मत गर्ने गाह्रो हुन्छ। तपाईँ अमेरिकाको भिसा लागेको मान्छे अमेरिका जानु भएन? अमेरिका त म 59 होइन 58 सालमा लागेको। 59 साल मेरो यो गाउँमा रोड ल्याउनलाई मलाई नै यो गाउँमा उपभोक्ता समिति अध्यक्ष भनेर यहाँ जिम्मेवारी दिए। गाउँ बनाऊ भनेरै लाग्यो। अनि त्यो रोड बनाउँदा पनि मैले 5 वर्ष 6 वर्ष लागिहाल्यो। अनि अमेरिका जानै बिर्सेँ मैले। भिसा लगाएर पनि म अमेरिका पनि गएन। त्यो डाँडो होइन बगैँचा भिसा लाग्यो गर्नुभयो। तपाईँ त ठुलो नेता हुनुपर्ने मान्छे। के गर्ने नेता हुने? किन नेता चाहेर नेता किन हुनु पर्यो भने अब नेता भने अब ससम्मले आफ्नो गाउँलाई सेवा गर्ने नै अब नेता भने नि भयो, समाज सेवा भने नि भयो। आफ्नो त्यो पनि एउटा स्वार्थ हो, आफ्नो गाउँ बनाउने। नेता त फन्डुस मात्रै हुनेको छ हैन? अब होइन यस हिसाबमा काम गर्ने मान्छे नेता भन्ने हिसाबले त अब नेता त नेता नै पनि हो, तर अब भ्रष्टाचार चाहिँ गर्नु हुँदैन थियो। अब घरे बिचमा अब देखिहाल्यो त अब हामीले बिचमा होइन। ठिक छ। अब राम्रो बनाउनु भयो। अब गाउँमा यो गाउँ बिगत ठाउँ पनि अब सुगम बनाउनलाई अब बाहिर जाउँ हैन? बाहिर जाउँ टक्क हेरौँ माथि। अब यो छाना माथि गरेछ यो काम। हजुर, यो हामीले छाना माथि सबै गरेछ। अब यसरी बनाएका छौँ, यसरी बनाएका छौँ। यता भर्खर उता जस्तो अब यो माथि अब यहाँ यसरी बनाएका छौँ। छाना माथि के भन्छ जस्ताको छाना माथि भयो हुनाले यसरी बनाएका छौँ। यो ल आउनुहोस् यता। यो राम्रो बारी पनि देखाउनु, यहाँ त किबी खेती पनि देखाउनु सब। किबी खेती रहेछ यता माथि। किबी टन्न फलेको छ फेरि यहाँ। यता किबी फलेको छ टक्क गरेर। अब यहाँनिर यता किबी फलेको छ यस्तरी। अनि हामीले यहाँनिर यस्तो राम्रो गरेर बनायौँ यहाँ चटक। अब यहाँ अहिले मौसमले साथ दिएन, नत्र हाम्रो यहाँ नुम्बुर हिमाल देखिन्थ्यो यहाँबाट। अब साथ होइन, हिमाल त मैले फोटो खिचिसकेँ, देखिसकेँ नि। अब नुम्बुर हिमाल देखिन्थ्यो। कुन हिमाल अरे त्यो? नुम्बुर हिमाल। नुम्बुर हिमाल भनेपछि फेमसै हो हाम्रो यो। अब के भन्छ अरे हाम्रो यो यति गऱ्यौँ बागमती प्रदेशमा। यत्रो छ यो बनाएको यो घर यही हो। यहाँ अब हामी किबी खेती यसो घुमाउँदै अब त्यो त्यहाँतिर पद्मसम्भवको मूर्ति देखाइदिनुहोस्। के हो यहाँ एउटा बौद्धको बनाएको रहेछ। पद्मसम्भवको मूर्ति छ। स्तूपा के बनाएको रहेछ। यो रामेछाप जिल्लाको गुम्देल गाउँ। गुम्देल गाउँ यता फनाकै घुमाएर यसो देखाइदिनुहोस्। अनि मेरो यहाँबाट गाउँ यो मेरो घर पनि देखाइदिनुहोस् पर्यो। यो घर त मैले धेरै मेरो पुरानो घर चाहिँ हो, एकचोटि भइसक्यो। पुरानो घर हामी हेर्न जाँदैछौँ। अब यहाँनिर गएपछि यो चाहिँ मेरो पहिलाको पुरानो वाङजु दाईको पुरानो घर। यो पुरानो भने नि नयाँ भने नि हुन्छ। अहिले 35 सालमा बनाएको यो। कति सालमा? 2035 सालमा बनाएको। 35 सालमा बनाएको। पहिले मेरो बाजेले बनाएको चाहिँ यो बाटोभन्दा मुनितिर पो थियो। ल हेर्नुहोस्, त्यसले भत्काएर माथि अहिले डिजाइन त्यसो गरेको आधुनिक डिजाइन बनाए टबलेको। अब पुरानै भइहाल्यो। अब यहाँ किबी फलाएको देखाउँ। अब किबी यहाँ फलिरहेछ। ल अब गरे नहुने के छ र हेर्नुहोस्। अब यो किबी यसरी फल्छ। किबी यसरी फल्छ। अब गाउँले हेला गर्नु हुँदैन, सहरमा मात्रै प्रोत्साहन गर्नु हुँदैन। सहरमा केही पनि छैन। सहरमा बसेर केही हुनेवाला छैन। गाउँमा नै उत्पादनशील काम गर्नुपर्छ, गाउँमै रमाउनुपर्छ, गाउँमै कमाउनुपर्छ, गाउँमै बस्नुपर्छ। मेरो सल्लाह त्यही हो। हामी तल आइसक्यौँ। अब यहाँ बत्ती फिट गरेको छैन। बाथरुम हो। अब यहाँ बत्ती फिट गर्नुपर्छ। बाथरुममा यसरी हामीले बनाइदिएको बत्ती छैन। पानी उता गरौँ। तातो पानी खोलिदिनु। तातो पानी खोल्नु हो। खोल्यो। अनि अहिले त एकछिन पाइप आज घाम लागेको छैन त्यति। एकछिन पानी जानुपर्छ। खोलौँ। तातो सक्नुहुन्छ? तातो छ? तातो छ। धेरै तातो भइसक्यो। हो यस्तो यो 40 डिग्री भइसक्यो। अनि मिलाएर अब यसलाई पानी मिसाएर चलाउने हो। 40 डिग्री। अब यो धेरै तातो हो भने
यसलाई बिस्तारै खोल्दै जाने यो छ नि यसलाई बिस्तारै खोल्दै जाने मिसिँदै आउँछ मन तातो भयो होइन यसरी गर्ने हो क्या अब यसलाई यो बन्द गरिदिनु भने यो पुरा तातो आयो सुनै सकिँदैन होइन त्यस्तो हुन्छ हामीले तातो पानी पनि सक्सेसफुल यहाँ एउटा च्याउ रहेछ यो च्याउ च्याउ सिताके च्याउ पनि सिताके फेरि यहाँनिर कहाँनिर च्याउ थियो